हरेक बिहान जब घाम झुल्किन्छ नि, कसैको लागि त्यो एउटा सामान्य दिनको सुरुवात होला, तर लोकसेवाको तयारी गर्नेहरूको लागि भने यो एउटा नयाँ सङ्घर्षको सुरुवात हो। उनीहरू किताब खोल्छन् एउटा अठोटका साथ, यो पटक नाम निकालेरै छाड्ने। आज हामी यही यात्राको बारेमा कुरा गर्दैछौँ। हो, लोकसेवा भनेको खालि एउटा परीक्षा पास गर्नु मात्रै कहाँ हो र? यो त आफ्नो अनि आफ्नो परिवारको जीवनलाई एउटा नयाँ दिशा दिने यात्रा हो। यो एउटा यस्तो कथा हो जहाँ त्याग छ, समर्पण छ अनि अटुट विश्वास छ। ल, अब यो यात्राको पहिलो खुड्किलोबाट सुरु गरौँ। त्यो हो सपनाको सुरुवात। यो त्यो क्षण हो जब कसैले मनमा नै निर्णय गर्छ कि अब म पनि यो यात्रामा हिँड्छु, चाहे यो बाटो जतिसुकै कठिन किन नहोस्। धेरैले भन्छन् नि, ओहो, लोकसेवा त कति गाह्रो। तर साँचो कुरा के हो भने सबैभन्दा गाह्रो काम त सुरु गर्नु नै हो। जब पहिलो पाइला अगाडि बढ्छ तब आधा यात्रा त त्यही पूरा भइसक्यो। त्यो पहिलो निर्णय हो, त्यही हो सबैभन्दा ठूलो जित। लोकसेवाको यात्रामा प्रतिस्पर्धाको अर्थ अलि फरक छ, थाहा छ? यो हजारौं मानिससँगको दौड मात्रै होइन, बरु यो त आफ्नै पुरानो बानी, आफ्नै सोच अनि आफ्नै कमजोरीहरू विरुद्धको लडाईँ हो। वास्तविक जित त तब हुन्छ जब कसैले आफैलाई जित्छ। अब सपना त देखियो, तर त्यो सपनालाई विपनामा बदल्न के चाहिन्छ त? हो, अब आउँछ सबभन्दा महत्त्वपूर्ण चरण, अनुशासनको बाटो। सफलताका लागि हरेक दिन गरिने साना साना प्रयासहरूले नै ठूलो अर्थ राख्छन्। सोचौँ त, एक दिन 10 घण्टा पढेर 10 दिन आराम गर्नु राम्रो कि हरेक दिन निरन्तर 2 घण्टा पढ्नु? हो, सफलताको यात्रामा निरन्तरताभन्दा ठूलो शक्तिहरू केही हुँदैन। सफलताको रहस्य नै यही निरन्तरतामा लुकेको हुन्छ। अनि त्यो निरन्तरतालाई बलियो बनाउने 4वटा खम्बा छन्। सही किताबहरू, जसले ज्ञानको जग बसाल्छ, त्यसबाट बनाइएका नोटहरू, जुन रिभिजनको लागि सबैभन्दा ठूलो हतियार हो, अनि समसामयिक घटनाहरू, जसले ज्ञानलाई ताजा राख्छ, र अन्त्यमा मक टेस्ट, जसले परीक्षाको लागि मानसिक रूपमा तयार पार्छ। यी साना साना कदमहरूले नै सफलताको ठूलो बाटो बनाउँछन्। धेरैलाई लाग्छ नि, नाम निकाल्नेहरू त कस्तो भाग्यमानी है, तर सत्य त्यो होइन। सफलता भाग्यले आउने कुरा होइन, यो त रात दिनको अथक मेहनत, त्याग र परिश्रमको फल हो। तर यो मेहनतको बाटो त्यति सजिलो पनि त छैन नि, होइन र? यहाँ सङ्घर्षहरू आउँछन्। अब हामी यात्राको त्यो पाटोको बारेमा कुरा गर्नेछौँ जहाँ विश्वासको सबैभन्दा धेरै परीक्षा हुन्छ, सङ्घर्ष र विश्वासको चरण। असफलता यो शब्द सुन्ने बित्तिकै कस्तो डर लाग्छ है? तर के हरेक असफलता साँच्चै हार हो त? एकछिन सोचौँ त, होइन। हरेक असफलता त एउटा नयाँ अनुभव र सिक्ने मौका हो। जसले असफलताबाट सिक्छ नि, उसले वास्तवमा कहिल्यै हार्दैन। यो लडाईँ सायद हरेक एस्पिरेन्टले हरेक रात लड्छ। एकातिर थाकेको शरीर र मनले भन्छ, आजलाई पुग्यो, सुतम। तर अर्कोतिर त्यो सपनाले घचघच्याउँछ, अझै एक च्याप्टर, उठ। हो, यही क्षणले सफल र असफल बीचको भिन्नता छुट्याउँछ। त्यसैले आखिरमा महत्त्वपूर्ण कुरा के हो भने भाग्यलाई कुर्ने होइन, आफ्नो प्रक्रियामा विश्वास गर्ने हो। आफ्नो मेहनतमा, आफ्नो अनुशासनमा अनि आफ्नो निरन्तरतामा। परिणाम त एक दिन अवश्य आउँछ। अनि जब त्यो विश्वास र मेहनतले भरिएको प्रक्रिया पूरा हुन्छ, तब समय आउँछ कर्मको फल पाउने। हो, त्यो क्षण जसको लागि हरेक परीक्षार्थीले रात दिन एक गरेको हुन्छ। एकछिनलाई कल्पना गरौँ त, त्यो दिन मुटुको धड्कन बढेको छ, हात काँपिरहेका छन् अनि आँखाले त्यो PDF फाइलमा एउटै कुरा मात्रै खोजिरहेको छ, आफ्नो नाम। अनि भेटियो, हजारौं नामहरूको त्यो भिडमा आफ्नो नाम। त्यो पल कस्तो होला? त्यो खुसी, त्यो सन्तुष्टि सायद शब्दमा बयान गर्नै सकिँदैन। त्यो एक पलले जीवनभरिको मेहनतलाई सार्थक बनाइदिन्छ। हो, ठ्याक्कै त्यही एक क्षणमा ती नसुतेका हरेक रात, ती छुटेका हरेक रमाइला पल अनि गरेका हरेक त्यागहरू अर्थपूर्ण बन्छन्। त्यो सफलता केवल एउटा व्यक्तिको होइन, त्यो त उसको पूरै परिवारको सपनाको जित हो। अन्तमा एउटा कुरा सधैँ याद राख्नुपर्छ, लोकसेवा एउटा मिठो सपना मात्र होइन, यो त निरन्तर गरिएको कर्म, त्याग र दृढ सङ्कल्पको ठोस परिणाम हो। मेहनतले नै भाग्य लेखिन्छ।